नेपालमा एउटा यस्तो अचम्मको ढुङ्गे धारा छ जसको पानी पिउने बित्तिकै वर्षौंदेखि बोल्न नसक्ने मानिसहरूको बोली फुट्छ र गम्भीर मानसिक रोग समेत चट हुन्छ। विज्ञानलाई समेत चुनौती दिने यस्तो अद्भुत र दैवीय शक्ति भएको ठाउँ कतै टाढा होइन, पूर्वी नेपालको पाँचथर जिल्लामा रहेको ठुलो भालीखोप गाउँको घना जङ्गल र पहाडको काखमा लुकेको छ। पाँचथरको भालुखोपबाट करिब आधा घण्टाको पैदल यात्रा बसी हामी एउटा यस्तो ठाउँमा पुग्छौँ जहाँ प्रकृतिको अनौठो जादु देख्न सकिन्छ। यहाँ एउटा विशाल र अचम्मको गुफा छ जसलाई स्थानीय बासिन्दाहरू महादेव थान भन्छन्। यो गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै जो कोही पनि स्तब्ध हुन्छन्। त्यहाँ ढुङ्गाहरूलाई जग हालेर मानिसले बनाए जस्तै दुरुस्तै देखिने एउटा ठुलो पर्खाल छ। तर अचम्मको कुरा के छ भने यो पर्खाल कुनै मानिसले बनाएको संरचना होइन, बरु हजारौं वर्षदेखि प्रकृतिको गर्भबाट आफै बनेको पूर्ण रूपमा प्राकृतिक पर्खाल हो। आदिमकालका मानिसहरूको बस्ती जस्तो देखिने यो गुफाभित्र प्राचीन कालदेखि नै शिवलिङ्ग, त्रिशूल र विभिन्न देवी आकृतिहरू चट्टानमै कुदिएका छन्, जसले यहाँ कुनै अदृश्य र अलौकिक शक्ति रहेको बलियो प्रमाण दिन्छ। यही रहस्यमय महादेव थान गुफाको प्रवेशद्वारको ठिक छेउमा रहेको छ त्यो अद्भुत ढुङ्गे धारा, जहाँ तामाको पाइप जस्तै प्राकृतिक बनोटबाट निरन्तर शुद्ध पानी बगिरहन्छ। स्थानीय जनविश्वास अनुसार यो पानी सामान्य पानी होइन, यसमा अचम्मको औषधीय र दैवीय गुण लुकेको छ। यदि कोही मानिस जन्मजात बोल्न सक्दैन वा कसैको बोली स्पष्ट छैन भने यो धाराको पानी पिउनाले उसको बोली फुट्छ र बोली सफा हुन्छ भन्ने दह्रो विश्वास छ। यति मात्र होइन, गम्भीर मानसिक रोग, छारे रोग वा मानसिक सन्तुलन गुमाएका बिरामीहरूका लागि समेत यो पानी महाऔषधि मानिन्छ। यहाँ आएर शुद्ध मनले पानी पिउने र पूजा गर्नेहरूको रोग निको भएका कैयौं उदाहरण स्थानीयहरू सुनाउँछन्। यो धाराको पानी स्वादमा पनि एकदमै मिठो र अमृत जस्तै महसुस हुन्छ। तर यो पवित्र शक्तिशाली गुफाभित्र छिर्नका लागि केही कडा र डरलाग्दा नियमहरू छन्। गुफाभित्र जाँदा जुत्ता चप्पल मात्र होइन, छालाका सामानहरू जस्तै पेटी, पर्स र पैसा समेत बाहिर छाडेर पूर्ण रूपमा शुद्ध भएर मात्रै जानुपर्छ। यदि कसैले मदिरा वा मासु सेवन गरेर यो गुफाभित्र छिर्ने दुस्साहस गर्छ भने उसलाई ठुलो दैवीय सजाय मिल्ने विश्वास गरिन्छ। इतिहासमा विक्रमसम्म 2043 सालमा एउटा व्यक्ति मदिरा र मासु खाएर मातिएकै अवस्थामा यो गुफाभित्र छिरेका थिए अरे। गुफाभित्र पस्ने बित्तिकै उनीमाथि अदृश्य शक्तिबाट आक्रमण भयो र उनी रक्ताम्य र क्षतविक्षत भएर घाइते अवस्थामा फेला परेका थिए। पछि स्थानीयले उनलाई उद्धार गरेर आयुर्वेदिक उपचार गराउनु परेको थियो। यस्ता कैयौं घटनाहरूले गर्दा आज पनि यो ठाउँमा मानिसहरू डर र श्रद्धाका साथ मात्रै पाइला टेक्छन्। विज्ञानले जति नै प्रगति गरे पनि प्रकृति र अध्यात्मको यो अद्भुत सगमले आज पनि मानिसलाई अचम्ममा पारिरहेको छ। पाँचथरको यो रहस्यमय महादेव थान र अद्भुत धारा साँच्चै नै नेपालकै एउटा अनौठो पर्यटकीय र धार्मिक गन्तव्य हो। यदि यो ठाउँका स्थानीयहरू कसैलाई तपाईँले चिन्नु भएको छ वा नजिकका हुनुहुन्छ भने पक्कै उहाँहरूलाई सोध्नुहोला। अहिले बालेनको मुर्दाबाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दाबाद भन्न सक्ने दम छ हामीसँग। त्यो दम हामी जिम्मा लिन्छौँ, यो परिवारको जिम्मा लिन्छौँ, यो समुदायको जिम्मा लिन्छौँ। कहाँ छ खगेन्द्र सुनार? हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो सदनमा, सडकमा। यहाँ छ खगेन्द्र सुनार, यो नेल लगाएर आएको खगेन्द्र सुनार हो। बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। सम्माननीय सभामुख महोदय, केही दिन अगाडि काठमाडौँमा भएको एक दुःखद घटनामा मुगुका 25 वर्षीय गणेश नेपालीको निधन भयो। उक्त घटनामा स्वर्गवास भएका गणेश नेपालीको आत्माको चिर शान्तिको कामना गर्दछु। शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु। गणेश नेपालीको घटना भयो भन्ने खबर यो सदनमा हुँदै थाहा पाउँदै गर्दा त्यस लगतै हामी उक्त घटनास्थलमा पुगेका थियौँ। माननीय गृहमन्त्रीसँगै हामी पनि पछि सास रहउन्जेल आस बोकेर हस्पिटल पुर्याएर नेपालमा हुन्छ कि भारतमा हुन्छ कि कहाँ लिएर उपचार गर्न सकिन्छ भन्ने सन्दर्भमा रात दिन अहोरात्र खटेर हामी त्यो घटनालाई, त्यो घाइतेलाई उद्धारमा लागेका थियौँ। हामीले सास जोगाउन सकेनौँ र त्यसपछि आस मारेर निस्क्यौँ। यो घटनालाई सुरुदेखि प्रयास गरिरहनु भएका सम्माननीय प्रधानमन्त्री, आदरणीय गृहमन्त्री, परराष्ट्र मन्त्री, पार्टी सभापतिज्यू लगायत सबैले यो घटनामा उपचार लगायत यो घटनाको सत्य निरूपण गर्ने कुरा, न्यायिक छानबिन गर्ने कुरा र घटनामा संलग्नलाई कारबाही गर्ने सन्दर्भमा सरकारले गरेको पहल र दिएको यो विश्वासको लागि म नेपाल सरकारलाई धन्यवाद टक्राउन चाहन्छु। यो घटना सेलाउन नपाउँदै या यसलाई यति धेरै राजनैतिक, यति धेरै जातीय रङ्ग दियो कि म त्यो घटनाबाट, ती पीडितहरूबाट बाहिर निस्केर आउँदै गर्दाखेरि सदनमा पनि सडकमा पनि कहाँ गयो खगेन्द्र सुनार, कहाँ गएको छ? हिजो नेल लाएर आएको खगेन्द्र सुनार कहाँ गयो भनेर जताततै खोजेको मैले त्यहाँ पाएँ।
सम्माननीय सभामुख महोदय, यसलाई जातीय रूपमा भएको घटना मात्र होइन, मेरो घरको मान्छे, मेरो थरको मान्छे मर्यो, मलाई त्यसमा पीडा छ। तर यो थरमा मरेको यति मात्र होइन, आजभन्दा 8 वर्ष पहिला रुकुमको सोतीमा 6 जना युवाहरूको हत्या भएको छ, कालीकोटमा मनबिरे सार्कीको हत्या भएको छ, मनबिरे सुनारको हत्या भएको छ, मना सार्कीको हत्या भएको छ, बझाङमा हत्या भएको छ, कैलालीमा हत्या भएको छ, धेरै ठाउँमा देशभरि धेरै मान्छेको हत्या भएको छ। यो बीचमा सेते दमाईको हत्या भएको छ, सम्झना कामीको हत्या भएको छ, माया कामीको हत्या भएको छ, अङ्गिरा पासी, सङ्गीता परियार, अस्मिता सार्की, अजित बिजा, रेश्मिका परियार, मीना परियार, शम्भु सदा, श्रीकृष्ण विक, शिवशङ्कर दास, झुमा विक, लक्ष्मी परियार, श्रेया सुनार, रेशमा रसाइली, रूपमती दास, राजेश नेपाली लगायत धेरै दलितहरूको हत्या भएको छ। क्रान्तिकारी साथीहरूलाई मेरो भन्नु यति मात्र छ, अहिले बालेनको मुर्दाबाद भन्ने क्रान्तिकारी साथी तपाईँकै छेउमा बसेको मित्र गृहमन्त्री हुँदै गर्दा 6 जना मान्छेको हत्या भएको थियो। बालेनको मुर्दाबाद भन्नेले, अहिले बालेनको मुर्दाबाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दाबाद भन्न सक्ने दम छ हामीसँग। त्यो दम हामी जिम्मा लिन्छौँ, यो परिवारको जिम्मा लिन्छौँ, यो समुदायको जिम्मा लिन्छौँ। कहाँ छ खगेन्द्र सुनार? हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो सदनमा, सडकमा। यहाँ छ खगेन्द्र सुनार, यो नेल लगाएर आएको खगेन्द्र सुनार हो। बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ। अहिले विपक्षीका साथीहरूलाई दलितको बडो माया लागेर आएको छ। कमरेड उठ्नुहोस्, एकचोटि यो अभियानमा जुट्नुहोस्। दलित मार्ने क्रम रोकिएको छैन, उठ्नुहोस्, साथ दिनुहोस्। काङ्ग्रेसका साथी उठ्नुहोस्, एमालेका साथी उठ्नुहोस्, माओवादीका साथीहरू उठ्नुहोस्, राप्रपाका साथीहरू उठ्नुहोस्। एकचोटि यो जातीय विभेद र हिंसाका विरुद्धमा त्यो दम छ भने, त्यो आँट छ भने यी सबै घटनालाई एकचोटि पल्टाएर हेर्नलाई म सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु। र यो घटनामा जसरी सरकारले सदा सहायता देखाएर यो परिवारको जिम्मा लिएको छ, यो जिम्मा यो देशभरिका 60 लाख दलितको, यो देशको जिम्मा लिन आएका हौँ हामी जिम्मा लिन्छौँ, घटनाबाट भाग्दैनौँ, दलितको मुद्दाबाट भाग्दैनौँ। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। समयको लागि सभामुखज्यूलाई धन्यवाद, नमस्कार। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफू पदमा हुँदा नहुँदा नेताको तलब सलब हटाउनुपर्छ, अगाडि पछाडि ट्विटी गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, तर सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावा लस्कर घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र सञ्चार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। कर्णालीको भिरमा अड्किएर मर्न बाध्य नागरिकलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। सम्माननीय सभामुख महोदय, उद्धार गर्नुपर्ने समयमा हेलिकप्टर नपठाउने, फोन नउठाउने, दादा र डनगिरी शैली देखाउने, तर पछि संसदको रोस्टरमा उभिएर रोएको अभिनय र नाटक गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्माननीय सभामुख महोदय, यो राजनीतिकरण भनेको सबैको सम्पत्ति छानबिन गर्छौँ भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ। सम्माननीय सभामुख महोदय, अरूको सम्पत्ति छानबिन गर्न समिति माग्ने, तर बिचौलियासँगको साँठगाँठको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्माननीय सभामुख, देशका भौतिक संरचनामा आगो लगाउँदै सिंहदरबार खरानी बनाउँदै राजनीतिमा आएका होइनौँ। सम्माननीय सभामुख, बरु भ्रष्टाचारका विरुद्धमा विरोध गर्दा विभिन्न आक्रमण सयौँ, आफू पनि मर्न तयार भयौँ, तर कसैलाई हानि पुर्याएनौँ। सम्माननीय सभामुख महोदय, नेपालको 1 इन्च पनि भौतिक संरचना ध्वस्त बनाएका छैनौँ। त्यसैले फेरि पनि भन्छु, कानुन सबका लागि समान हुनुपर्छ, राज्य नागरिकको अभिभावक बन्नुपर्छ, उत्पीडितको होइन। नियम नागरिकको जीवन रक्षाका लागि बन्नुपर्छ। एक्सट्रीम एनर्जी ड्रिंक। सम्माननीय सभामुख महोदय, हामी यो सिमानाको विषयमा हाम्रो निरन्तर आवाज जे थियो त्यही यथावत नै छ। प्रधानमन्त्रीले जवाब दिनु भन्न चाहन्छु। तर आज अर्को एउटा विषयवस्तुमा म प्रवेश गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, आज सबैलाई साक्षी राखेर भन्न सक्छु म र भन्छु, हिजो सिंहदरबार भन्दा मान्छेको जीवन ठुलो भन्नेहरू आज मान्छेको जीवनभन्दा नियम ठुलो भन्दैछन्। सम्माननीय सभामुख महोदय, म स्पष्ट रूपमा भन्न चाहन्छु, मान्छेको जीवन समाप्त गर्नेहरू हिजो पनि हत्यारा थिए, आज पनि हत्यारा नै हुन्। मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन। सभामुख महोदय, कुनै नागरिकको बाँच्ने आधार खोसेर, उसको रोजीरोटी बन्द गरेर, उसलाई निराशा र पीडाको यस्तो अवस्थामा पुर्याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो गतिविधि पनि गोली हाने सरहको अपराध हो। सम्माननीय सभामुख महोदय,
हामीले कहिले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्छ भनेका छौँ? यदि कसैसँग दम र हिम्मत छ भने संसदको रोस्टममा हेरियोस् सम्माननीय सभामुखज्यू, संसदको रेकर्डमा हेरियोस्। हामीले कहिल्यै पनि जथाभावी सडक पार्किङ गर्न पाउनुपर्छ भनेका छैनौँ। यस्ता भ्रात्मक अल्गोरिदम फैलाएर मान्छेको चरित्र हत्या गर्ने काम तत्काल बन्द गरियोस् सम्माननीय सभामुखज्यू। हामीले त यति मात्र भनेका हौँ, प्रहरीको रुखो अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिकको आत्महत्या गर्न बाध्य नहोस्। कानुन सबका लागि बराबर हो सम्माननीय सभामुखज्यू। ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारवाही हुन्छ भने सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई चाहिँ कारवाही किन हुँदैन सम्माननीय सभामुखज्यू? न्याय सबका लागि बराबर हुनुपर्छ। विधि 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 भन्दा अर्को चिज छैन सम्माननीय सभामुखज्यू। हामीले कानुन हटाऊ भनेका होइनौँ, कानुन सबैका लागि समान रूपमा लागू गर भनेका हौँ। अब गणेश नेपालीको विषयमा पनि केही कुरा स्पष्ट राख्न चाहन्छु सम्माननीय सभामुखज्यू। हामीले जलनका बिरामीलाई अपराधी जस्तै हिँडाएर किन अस्पताल लगियो, एम्बुलेन्समा किन लगिएन भनेर प्रश्न गरेका हौँ। नेपालको कुनै पनि डाक्टरलाई सोध्नुहोस्, जलन भएको मान्छेलाई अपराधी जसरी हिँड्यो भने 75% मान्छे 100% मर्ने चान्स हुन्छ। आज त्यो व्यवस्था गरियो सम्माननीय सभामुखज्यू। र गम्भीर जलनका बिरामीलाई वीर अस्पतालमा उपचार गराउने हो कि किर्तिपुरको जलन अस्पतालमा हो सम्माननीय सभामुखज्यू? यो नेपालीहरूलाई सबैलाई नेपालीहरूलाई तपाईँको लाटा छन् भनेर अल्गोरिदम नफैलाउनुहोस्। किर्तिपुरको अस्पतालमा गर्ने हो, वीर अस्पतालमा होइन सम्माननीय सभामुखज्यू। समयमै उचित उपचार उपलब्ध गराइएको थियो या थिएन? भारतमा उपचार गर्दा बचाउन सकिने भए सम्भावना यदि थियो भने यदि ऊ बिरामीलाई चाहिँ भारत किन लगिएन? यदि बिरामीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात विमानस्थलमा नाटक मञ्चन किन गरियो सम्माननीय सभामुखज्यू? यो प्रश्नको जवाब राज्यले दिनुपर्छ। यसको उत्तर हामी खोज्छौँ सम्माननीय सभामुखज्यू। संसार नै मेरा विरुद्धमा लागोस्, तर म सत्य बोल्न छोड्दिनँ। जति साइबर बुलिङ गर्नु छ गर, सक्छौ अझै गर। भौतिक आक्रमण पनि सहेर आएको सम्माननीय सभामुखज्यू, लडेर आएको, मजाक गरेर आएको होइन सम्माननीय सभामुखज्यू। जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवनभन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन सम्माननीय सभामुखज्यू। र किनकि मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन् सम्माननीय सभामुखज्यू। त्यही भएर सम्माननीय सभामुखज्यू, जब हामी सोध्छौँ मान्छेले आत्महत्या किन गर्नु पर्यो, कर्णालीको नदीको भिरमा अड्केको नागरिकको समयमा उद्धार गर्न नपाएर किन मर्न बाध्य भए, बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौँ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। तर सम्माननीय सभामुखज्यू, वास्तविक राजनीतिकरण भनेको के हो भन्ने कुरा आज संसदमा स्पष्ट भन्न चाहन्छु। पानी बाँड्न गएको हौँ भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुखज्यू। भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन। यो कुरा स्पष्ट बुझ्न आवश्यक छ। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफू पदमा हुँदा नहुँदा नेताको तलब सलब हटाउनुपर्छ, अगाडि पछाडि ट्विटी गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, तर सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावा लस्कर घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र सञ्चार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। कर्णालीको भिरमा अड्किएर मर्न बाध्य नागरिकलाई उद्धार गर भन्नु राजनीतिकरण होइन सम्माननीय सभामुखज्यू। उद्धार गर्नुपर्ने समयमा हेलिकप्टर नपठाउने, फोन नउठाउने, दादा र डनगिरी शैली देखाउने, तर पछि संसदको रोस्टममा उभिएर रोएको अभिनय र नाटक गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुखज्यू। यो राजनीतिकरण भनेको सबैको सम्पत्ति छानबिन गर्छौँ भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुखज्यू। अरूको सम्पत्ति छानबिन गर्न समिति माग्ने, तर बिचौलियासँगको साँठगाँठको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुखज्यू। कर्णालीको भिरमा अड्केको मान्छेलाई उद्धार गर भन्ने राजनीतिकरण होइन सम्माननीय सभामुखज्यू। हामी सेवा गरेर राजनीतिमा आएका हौँ, देशका भौतिक संरचनामा आगो लगाउँदै सिंहदरबार खरानी बनाउँदै राजनीतिमा आएका होइनौँ सम्माननीय सभामुखज्यू। बरु भ्रष्टाचारका विरुद्धमा विरोध गर्दा विभिन्न आक्रमण सयौँ, आफू पनि मर्न तयार भयौँ, तर कसैलाई हानि पुर्याएनौँ सम्माननीय सभामुखज्यू। नेपालको 1 इन्च पनि भौतिक संरचना ध्वस्त बनाएका छैनौँ। त्यसैले फेरि पनि भन्छु, कानुन सबका लागि समान हुनुपर्छ, राज्य नागरिकको अभिभावक बन्नुपर्छ, उत्पीडितको होइन। नियम नागरिकको जीवन रक्षाका लागि बन्नुपर्छ सम्माननीय सभामुखज्यू, जीवन समाप्त पार्नका लागि होइन। यो नीति बन्न सक्दैन। मान्छेको जीवनभन्दा ठुलो न सत्ता हुन्छ, न पद हुन्छ, न कानुनको दम्भ हुन्छ, न कसैको लोकप्रियता हुन्छ सम्माननीय सभामुखज्यू। अलिकति परको कुरा राख्छौँ सम्माननीय सभामा, छोटो सकौँ कि मान्य सदस्य। 20 देखि 25 हजार रुपैयाँको तलबका लागि कुनै नेपाली विदेश जान बाध्य नहोस्।
सागका मुठा बेचेर होस् या मकै पलेर होस् वा पानी परिरहेको बेला ठेलागाडामा चटपटे बेचेर होस् आफ्नै देशमा बसेर आफ्नो परिवार पाल्न सक्ने वातावरण राज्यले बनाओस् भन्नु हाम्रो माग हो। यदि देशमा बसेर केही गरौँ भन्ने नेपालीहरू नागरिकहरू आज बाध्य भएर खाडी मुलुकमा जानु परेको छ। कयौँ नागरिकहरू विदेशमा गएर बिरामी परेका छन्। कतिपय नेपालीहरू रातो बाकसमा फर्केका छन्। त्यसैले यही देशमा बसेर सानो व्यापार र रोजगार गर्न सक्ने वातावरण बनाइयोस् भनेका हौँ। हामीले कसैको र सरकारको विरोध गरेका होइनौँ सम्माननीय सभामुख महोदय। काठमाडौँको टुडीखेल लगायत देशका विभिन्न स्थानहरू सडकभन्दा बाहिर, राजमार्गभन्दा बाहिर रहेका सार्वजनिक स्थल पार्कहरूमा विभिन्न निश्चित समय तोकेर नगर प्रहरीको निगरानीमा ठेलागाडा राख्न दिने व्यवस्था गर्न सकिन्छ। मकै पोल्न दिने, सागका मुठा बेच्न दिने, चटपटे बेच्न दिने साना व्यवसायलाई व्यवस्थित रूपमा काम गर्न नीति बनाउन सकिन्छ। हामीले नियम पालना नमान भन्न खोजेका होइनौँ सम्माननीय सभाले। हामीले गरिबलाई बाँच्न दिनुहोस् भनेका हौँ, व्यवस्थित गरिदिनुहोस्, तर उनीहरूको रोजीरोटी नखोज्नुहोस् भनेका हौँ। कीर्तिपुरको सुकुम्बासी सेल्टरमा एउटा नाबालक भोगले तडफिएर रोइरहेको छ। त्यो नाबालक पनि यही देशको नागरिक हो सम्माननीय सभामुख महोदय। हामी सबैको मान्य सदस्य सके सम्मान 1 मिनटभित्र उसलाई पनि बाँच्न पाउने अधिकार छ। सुकुम्बासी सेल्टर कुनै जेल होइन। त्यहाँ रहेका नागरिकमाथि राज्यको जबरजस्ती अमानवीय व्यवहार नगरोस्। प्रधानमन्त्रीका सन्तानलाई जस्तै त्यो नाबालकलाई पनि खुसीका साथ समान अधिकार र बाँच्न पाउने अधिकार छ सम्माननीय सभामुख। राज्यले हरेक नागरिकलाई समान दृष्टिले हेर्नुपर्छ। जनतासँग करका नाममा लाखौँ रुपियाँ असुलिन्छ भने सरकारले पार्किङको व्यवस्था पनि गर्नुपर्छ। तत्काल सबै व्यवस्था गर्न नसकिएला, तर त्यसको सुरुवात गर्नुपर्छ। दीर्घकालीन योजना बनाउनुपर्छ। हामीले सरकारको विरोध गरेका होइनौँ। सरकारले आफ्नो दायित्व पुरा गरोस् भनेका हौँ सम्माननीय सभामुख। संसदको काम जनताका मुद्दा संसदमा उठाउने हो, कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको। संसद कार्यकारी होइन, हामीसँग कार्यकारी अधिकार छैन, मन्त्री र सरकारसँग छ। त्यसैले हामीले जनताको आवाज उठाउँदा त्यसलाई विरोधका रूपमा नबुझियोस्। सरकारलाई काम गर्नुहोस्, गरिबलाई बाँच्न दिनुहोस्, साना व्यवसायलाई व्यवस्थित अवसर दिनुहोस्, विदेशी न बाध्य नागरिकलाई आफ्नै देशमा स्वरोजगारको आधार दिनुहोस् भनेका हौँ। यो विरोध होइन, जनताको जीवन र अधिकारको पक्षमा उठाइएको आवाज हो सम्माननीय सभामुख। यसरी अल्गोरिदम फैलाएर घरको अगाडि पार्किङ गराएर जसरी तपाईँको राज्य आतङ्क सिर्जना गरिएको छ, यसो यो कालान्तर इतिहासमा एउटा कालो अक्षरले लेखिनेछ सम्माननीय सभामुख। हस्, धन्यवाद। मैले लखेटेकै हो। हाम्रो आस्थामाथि जसले धावा बोल्छ, हाम्रो आस्थालाई जसले चाहिँ नि खुल्छ न खोज्छ, त्यसको हामी प्रतिकार गर्छौँ। हामी डराएर होइन, हामी अगाडि लडेर अगाडि बढ्छौँ। त्यहाँबाट मैले लखेटेकै हो। त्यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा छरपष्टै विक्रम छेत्रीलाई मार्न पर्छ, यसलाई काट्न पर्छ, हामी मङ्गेलहरू एक ढिक्काउन पर्छ भनेर मलाई मार्ने धम्की आएको छ। कुनै नम्बरबाट मलाई चाहिँ नि तँलाई जहाँ भेट्यो त्यही मार्ने छौ हामीले भनेर चाहिँ नि एकजनाले सुन्दरबाट मलाई फोन हान्यो। कहाँनिर यो म आउँछु भने, ल आउँछु, ल खेल्ने भने मैले। त्यहाँ आर्यन राई आए। आर्यन राई आइसकेपछि हामीलाई के लाग्यो भने यो लासमाथि यिनीहरूले राजनीति गर्न आएका हुन्, त्यो कदापि हामीलाई सही छैन भनेर हामीले त्यहाँ प्रतिकार गर्यौं। प्लस तिनीहरूले पृथ्वीनारायण शाहको फोटो लात्ताले यसो गरी तपाईँको चाहिँ नि थुकी कुल्चिएका थिए। हामीले गौमातालाई हामीले आमा मान्छौँ, गौमाता हाम्रो आमा हो, हामीले उहाँको गोहत खान्छौँ, हामीले खान्छौँ, उहाँको मुत खान्छौँ। यिनीहरूले मुत खाने भनेर हामीलाई चाहिँ नि जुन दुर्व्यवहार गरे त्यो भयो। अनि आएर हाम्रो नेपालको झन्डा यिनीहरूले पार जलाए। त्यसको मैले चाहिँ नि घोर भर्त्सना गरेको थिएँ। त्यहाँबाट मैले लखेटेकै हो। त्यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा छरपष्टै विक्रम छेत्रीलाई मार्न पर्छ, यसलाई काट्न पर्छ, हामी मङ्गेलहरू एक ढिक्काउन पर्छ भनेर मलाई मार्ने धम्की आएको छ। कुनै नम्बरबाट मलाई चाहिँ नि तँलाई जहाँ भेट्यो त्यही मार्ने छौ हामीले भनेर चाहिँ नि एकजनाले सुन्दरबाट मलाई फोन हान्यो। कहाँनिर यो म आउँछु भने, ल आउँछु, ल खेल्ने भने मैले। त्यसपछि त्यो मान्छे आफै ब्याक भयो, आफै पछाडि सर्यो। यदि त्यस्तो हो भने हामी पनि तयार छौँ। हाम्रो आस्थामाथि जसले धावा बोल्छ, हाम्रो आस्थालाई जसले चाहिँ नि खुल्छ न खोज्छ, त्यसको हामी प्रतिकार गर्छौँ। हामी डराएर होइन, हामी अगाडि लडेर अगाडि बढ्छौँ। मैले यहाँबाट भन्न चाहन्छु, आज दुर्गा प्रसाद दाइको निवासबाट भन्न चाहन्छु, यदि त्यो हो भने हामी ब्याग हुने छैनौँ, हामी डराएका छैनौँ। डराएको भए म त्यति गर्ने पनि थिएन होला। हामीले कसैको धर्मलाई हामीले आक्षेप लगाएका छैनौँ, तेरो धर्म यस्तो भनेका छैनौँ। किन बार यिनीहरूले हाम्रो धर्ममाथि प्रहार गर्छन्? त्यो सम्पूर्ण हिन्दू साथीहरूले यो उठाउन जरुरी छ। देश नत्र भने ठुलो दुर्घटनातिर जाने मैले देखेको छु। भोलि गृहयुद्ध पनि हुन सक्छ यहाँ, त्यो पनि मैले देखेको छु। त्यसैले हाम्रो आस्थालाई जसले कुल्चिन खोज्छ त्यसको प्रतिकारमा विक्रम छेत्री सदैव अगाडि बढ्नेछ। म डराउनेवाला छैन। त्यसको छातीमा लात हानेको होइन हाम्रो आर्यन भाइले, माननीयले। नेपालको झन्डा हाम्रो आर्यन भाइले जलाएको होइन।
माननीयले गाई काटेर खानुपर्छ भनेर चाहिँ नि उ गरेको होइन। खाऊ न, गाई काटेर खानु किन, गाई काट के काट जे पनि खाना पाइन्छ, कुकुर काट खाएकै छ नि त, रोकेको त कसैले छैन त, के सुनाउनु पर्छ? तिम्रो धरानबाटै आएका होइन? धरानमा गाई बलात्कार गरेर माडियो, अहिले उनीहरूले के लेख्छन्? गाई बलात्कार हुँदाखेरि चाहिँ के हेरेर बसेको थियौ तिमीहरू? चुप लाएर बस्यौँ, हामी के गर्नु त? अब हामी तिमीहरूको जस्तो गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि यहाँ हाम्रै अभियानको एकजना भाइले, विक्रम छेत्री भाइले यो गाई काटेर खाने भनेर अलिअलि त्यहाँ अब माइती घर मण्डलामा भएछ, त्यो कुरालाई लगाएर प्रेस विज्ञप्ति निकालेर त्यो मुद्दालाई यत्रो मसला बनाइयो। पक्राउ त पृथ्वीनारायण शाहको फोटो माथि थुक्ने, लात हान्ने, नेपालको झन्डा चलाउने, गाई काटेर खानुपर्छ, खाना पाउनुपर्छ भन्नेलाई कारबाही नहुने, अनि उसलाई कारबाही गर्नुपर्छ भन्ने छ। तपाईँ हामी अब एक ठाउँमा आएर यो व्यवस्था फ्याँकौँ। तपाईँहरूले खोजेको व्यवस्था के हो? के हो त तपाईँहरूले खोजेको व्यवस्था के हो त? तपाईँहरूले दलाई लामा जन्माउन खोजेको पनि हो, हामीले दलाई लामा जन्माउन खोजेको भन्नु पर्यो होइन? नेपाललाई सक्ने बाटोमा लाग्नु भएको भने सक्ने बाटोमा लागेको भन्नु पर्यो। यहाँ जसले देश एकीकरण गर्यो, राजाको जन्मोत्सव यहाँ कसैले मनाएन, दलाई लामाको जन्मोत्सव मनाउन यहाँ स्वीकृति दियो। भनेपछि मुलुक कहाँ पुग्यो? अनि दुर्गा प्रसाई आउँदाखेरि के मैले स्वीकृति लिएर आउनुपर्ने? मेरो संविधान प्रदत्त अधिकार होइन लोकतन्त्रमा? हिँड्न नपाउने मैले? त्यसले गर्दाखेरि सम्पूर्ण पत्रकार साथीहरूलाई म त्यो भन्दै बिदा लिन चाहन्छु। नमस्ते। होइन, उहाँहरूले आश गर्न पाउनु, यता सुन्नु न, उहाँहरूले आश गर्न पाउनु स्वाभाविक हो। उहाँ एकजना दिदी आउनु भएको छ, यहाँ आउनु त। एकछिन म एउटा एक्जाम्पल दिन्छु। उहाँको घर जग्गा चाहिँ पनि लिलाम भएको छ होइन आमा? घरबाट यस्तो मान्छेलाई बाहिर निकालिदिएको छ। आश हो नि त, आश हो नि त। एक दिन मैले भने त अघि, भगवानको घरमा देर हुन्छ अन्धेर हुँदैन भने नि, एक दिन सत्यको जित हुन्छ। त्यो ठाउँमा पुगेका दिन उहाँहरू जस्ता मान्छेको घर फर्किन्छ। फर्काउने काम दुर्गा प्रसाईले गर्छ। नेपाली नागरिकलाई अरिनी बनाउने काम दुर्गा प्रसाई। मैले भने नि, लघु वित्त र सहकारीको 20 लाख मुनिको ऋण र भन्दा माथिको ऋण उहाँलाई 25% तिर्ने मौका दियो। 5% तिर्नुहुन्न आमा? काँक्रो बेचेर पनि तिर्नुहुन्छ, दही बेचेर पनि तिर्नुहुन्छ। आज करोडौँको सम्पत्ति चाहिँ ब्याङ्कले लग्थ्यो। कतिसम्म लग्थ्यो? व्यक्तिले 60 लाखमा व्यक्तिले लग्थ्यो। ल अब बस्नुहोस्। यस्ता मान्छेहरू नि तपाईँलाई थाहा छ, 80% मान्छे मेरो पछाडि छ। 80% मान्छे यस्तो मान्छेहरू। त्यसले गर्दाखेरि म तपाईँहरूलाई के भन्छु भनेदेखि, मेरो स्टेज कुरा मैले मेरो लागि गरेको होइन, ब्ल्याकलिस्ट म होइन, ऋणको भारमा होइन, मेरो लिलाम भएको छैन। कुरा के हो? ल, सुँगुर, सुगर, उच्च रक्तचाप, मुटु तथा फोक्सो सम्बन्धी दीर्घायु रोग पीडित छन् र आवश्यक स्वास्थ्य सेवा औषधिको अभाव र आज पनि यहाँ ढोङ्गीले यहाँ धनकुटेली जनतालाई पैसा ठगेको भए यो भाटाले हानेर खेदाउने विचार भागेछ। उपचार पनि होइन, उचार अरे। उचार हुने रोगको प्रकारहरू पक्षघात अरे, बोल्न नसक्ने, मुखबाट र्याल आउने, हात खुट्टा लुलो हुने, चिनी रोग, उच्च रक्तचाप, चिन्ता, पुरानो पिनास, डिप्रेसन, पुरानो पेट सम्बन्धी, टाउको दुखेको पुरानो रोग आदि अरे। यो 11वटा रोग चाहिँ 500 रुपियाँमा निको पार्दो रहेछ। 25, 26, 27 3 दिन चाहिँ यहाँ शिविर राखिएको थियो। भरत भट्टराई उर्फ सीमान्त गुरु अरे जेल बसेर आइसके पछाडि रातारात गुरु बनेको एउटा ठगै भन्छु म। यहाँनिर शिविर सञ्चालन गरेको थियो यो गुम्बामा है। फेरि एउटा पवित्र स्थल
सम्भावना नेपाल बौद्ध गुम्ब विकास पाक विकास है। अब यहाँका सोझा सिधा यहाँ मात्र नभएर धेरै जिल्लाका यहाँ आउनु भएको थियो, मजाले ठगेर पैसा लग्यो, थोरै थिएन भिड, यहाँ माथिसम्म थियो है। अब यहाँको इन्ट्री फी मात्र यहाँसम्म चाहिँ फ्रीमा आउनु पायो। अब यहाँ गेटबाट भित्र छिर्को बित्तिकै चाहिँ 500 रुपियाँ तिर्नु पर्यो। अब 500 रुपियाँको हिसाबले हिजो 1000 जना भन्दा बढी थियो, 1000 जना उठाउँदा 5 लाख रुपियाँ उठायो। अस्तिको दिन पनि 5 लाख रुपियाँ, 10 लाख भन्दा बढी यही ठाउँबाट पैसा उठाएर गयो। ल आज चाहिँ फ्रीमा छिर्नु पाइन्छ, तर हिजो छिर्दाखेरि चाहिँ इन्ट्री फी भनेर 500 रुपियाँ दिएको, अनि त्यो 500 रुपियाँ कुनै पनि जनताको विकासै काममा प्रयोग नगरिकन ती ढोङ्गीहरूको गोजीमा गएको छ है। अब त्यो कसरी ल्याउने जनताको त्यस्तो छ विस्तार। अनि आज पनि यहाँनिर चाहिँ यो शिविर सञ्चालन गर्ने भनेको थियो। हामीले हिजो बिहानदेखि चाहिँ सिडिओ साहबलाई जानकारी गराइराखेको थियौँ। यहाँका सप्रमाणहरू भिडियो फोटो खिचेर हामीलाई पठाउनुहोस् भनेर चाहिँ सिडिओ साहबले भन्नुभएको थियो। त्यही अनुरूप हाम्रो साथीहरू आएर सबै प्रमाण जुटाएर हामीले सिडिओ कार्यालयमा पुर्याएको थियौँ। बेलुका हिजो बेलुका नै तुरुन्तै यो शिविर बन्द गरियो। आज पनि सञ्चालन गर्ने भनेको थियो है। आज सञ्चालन गरेको भए चाहिँ हामी त भाटै लिएर लौरो लिएर आउँछौँ भनेको थियौँ है। त्यो लौरो लिएर आउनुपर्ने अवस्था चाहिँ आएन। प्रशासनलाई चाहिँ धन्यवादै भन्छु, तर अब त्यो जनताको ठगिएको पैसा कसरी फिर्ता गर्ने, त्यो पैसा फिर्ता हुनुपर्छ। यतिले मात्र पुग्दैन। यहाँ 2 दिनमा कम्तीमा नि 10 लाख रुपियाँ पैसा उठाएर लगेको छ यहाँको जनताको। त्यो पैसा कसले फिर्ता गर्ने? पाखरिवास नगरपालिकाले गर्ने हो कि भरत भट्टराईले गर्ने हो? त्यो पैसा फिर्ता चाहिन्छ, जनताको पैसा, सोझै सिधा जनताको पैसा। उहाँले अहिले सफा गरिराख्नु भएको छ, फोहोर भइरहेको थियो होला होइन यो स्थान त। ल पानी छ्यापेको भरमा, तेल लगाएको भरमा बिरामी निको हुँदो रहेछ है। यो चाहिँ अचम्म भयो, भगवानै देख्नु पाएन। आज सबै यो बन्द गरिसकेको, सबै बन्द भइसकेको हो। यो चाहिँ ओरिजिनल भगवान भन्छु म चाहिँ, मूर्तिको रूपमा हामीले आस्था गरेको, हामीले मानेको होइन। आफ्नो सो इच्छाले 5 रुपियाँ 10 रुपियाँ चढाए पनि हुन्छ, नचढाए पनि हुन्छ। उहाँ गएर धुप बाले हुन्छ, तर यहाँभित्र बस्ने देउताले कहिले पनि पैसा मागेन क्या जनतालाई। तर हिजो यहाँ पर बस्ने देउताले चाहिँ पैसा मागिराखेको। यो खालको देउता चाहिँ म पनि मान्छु, फेरि म पनि धर्म मान्छु है, तर ढोङ्गी मान्दिनँ म। ढोङ्गीहरूलाई त भाटाले हानेर खेदाउने। आज आएको यहाँ थियो भाटा, यो भाटाले हानेर खेदाउने हो यहाँ छ भाटा है। देख्नु नि आज पनि यहाँ ढोङ्गीले यहाँ धनकुटेली जनतालाई पैसा ठगेको भए यो भाटाले हानेर खेदाउने विचार छ। भागेछ, हिजो बेलुकै भागेछ है। खेदाउने हो, धनकुटाबाट खेदाउने। हामीले अन्य जिल्लामा सुनसरी, झापा, मोरङ, काठमाडौँ कता कता हुन्छ, त्यहाँबाट फेरि तपाईँहरूले खेदाउने हो। यस्ताहरूलाई देशैबाट बहिष्कार गर्नुपर्छ, होइन भने ठगिरहन्छ। एक दिनमै 5 लाख रुपियाँ कमाउनु थाल्यो भने त्यसले महिनामा कति कमाउला अरे? भोलि कालो सिसा भएको प्राडो गाडी चढेर हिँड्छ, 10 तले बिल्डिङ बनाउँछ, यसो आरामको जिन्दगी बिताउँछ। मर्नेको जनता होइन र? जनताले बुझ्नु पर्दैन? त्यो पानी छ्याप्दैमा तेल लाउँदैमा कुनै बिरामी निको हुन्छ? 500 रुपियाँमा बिरामी निको हुन्छ? यस्तो वाइयातको पछाडि तपाईँहरू नलाग्नुहोस्। ठग्नेले त ठगेर लग्यो, तर तपाईँ ठगी माग्नेको पनि गल्ती हो, तपाईँ जनताको पनि गल्ती हो है। अनि चुनावको बेला यहाँ कति नेता निक्लिनु, अहिले खोइ यहाँ धनकुटेली जनता ठगिरहँदाखेरि त कोही पनि निक्लिँदैन रहेछ त होइन। एमाले, माओवादी, काङ्ग्रेस, रासोपा भन्दै पार्टी कति हो सबै नेता चुनावको बेला। तर अहिले यहाँ निर्दोष सोझा सिधा बिचरा पढे लेख्नु हुँदैन, गाउँको मान्छे हुनै भन्ने हुन्छ। अनि उनीहरू यसरी लुटिरहँदा ठगिरहँदाखेरि कहाँ गयो ती नेता? आउनु पर्दैन तपाईँहरू? यहाँ जनतालाई चाहिँ बुझाउनुको लागि, जनतालाई ठगिनेबाट जोगाउनुको लागि तपाईँहरू आउनु पर्दैन? ल है, यस्तै छ अवस्था। आज पुरै आज बन्द गरिएको छैन। आज ढोङ्गीहरू भागिसक्यो, तर त्यतिले मात्र पुग्दैन, त्यो पैसा फिर्ता गर्नुपर्छ। पाखरिवास नगरपालिकाले गर्ने है, कसले गर्ने? हामीलाई पैसा फिर्ता गर्छ, जनताको पैसा फिर्ता। आफ्नै क्याबिनेटका मन्त्रीलाई थुन्ने बालनको योजना, मध्यराति आइजिपीलाई बालनको फोन, आफ्नै मन्त्रीलाई पक्राउ गर्न बालेनले किन दिए आदेश? प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई पक्राउ गर्न आदेश दिएको खुलासा भएको छ।
पेट्रोलियम पदार्थको मूल्य आफू खुसी घटाएको र त्यस सम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री शाहले उद्योग मन्त्री यादवलाई तत्काल थुनेर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक आइजिपी दान बहादुर कार्कीलाई निर्देशन दिएको खुलेको छ। पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्बन्धी सूचना चुहाएको आशंकामा त्यस दिन नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धान विभागलाई पनि मन्त्री यादवको अवस्थाबारे बुझ्न भनिएको थियो। भ्रष्टाचार विरुद्ध कठोर शासन चलाइरहेका प्रधानमन्त्री शाहले पछिल्लो समय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग सीधा सम्पर्क गर्ने गरेका छन्। निजी निवास सिनामङ्गलमा बसिरहेकी मन्त्री यादवमाथि प्रहरी निगरानी बढेको थियो। पक्राउ गर्न प्रयोग गरिने साइरन सहितको भ्यान सहित प्रहरीको टोली मन्त्री निवास सिनामङ्गल पुगेको थियो। मध्यराती प्रहरीको टोलीले घर घेरेपछि मन्त्री यादव र उनको परिवार आत्तिएको थियो। मन्त्री यादवले तत्कालै पार्टी सभापति रवि लामिछानेलाई फोन गरेकी थिइन्। ती प्रहरी अधिकारीका अनुसार बहालवाला मन्त्री पक्राउ गर्न प्रधानमन्त्री शाहले दिएको आदेशबारे आइजिपी कार्कीले सभापति रवि लामिछानेलाई जानकारी गराएका थिए। रवि र बालेन दुवै निकट राजसभाका एक नेताका अनुसार टेलिफोन संवादमा सभापति लामिछाने र आइजिपी कार्की बहालवाला मन्त्री यादवलाई पक्राउ गर्ने प्रधानमन्त्री शाहको आदेश कार्यान्वयन गर्न नहुने कुरामा एकमत भए। यता प्रधानमन्त्री शाहको आदेशबारे आइजिपी कार्कीले गृहमन्त्री सुधन गुरुङसँग पनि परामर्श गरेका थिए। गृहमन्त्री गुरुङले पनि मन्त्री यादवलाई पक्राउ नै गर्न जोखिम आफूले मोल्न नसक्ने जनाउ दिएपछि प्रधानमन्त्री शाहको आदेश कार्यान्वयन नभएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सभापति लामिछाने र गृहमन्त्री सुधन गुरुङबाट साथ पाएपछि आइजिपी कार्कीले प्रधानमन्त्री शाहलाई सांसद समेत रहेकी बहालवाला मन्त्री गिरफ्तार गर्न संसद सचिवालयको पत्र चाहिने बताएका थिए। यसअघि निवर्तमान श्रम मन्त्री दीपक शाहलाई हटाउन हतार गरिएको निष्कर्ष रासोपाले निकालेको थियो। त्यसपछि रासोपा सभापति लामिछानेले मन्त्रीमाथि प्रश्न उठाएर हटाउँदै जाँदा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्री शाहलाई समेत सचेत गराएको रासोपाले जनाएको छ। मन्त्रीसँग किन रिसाए प्रधानमन्त्री? नेपाल आयल निगमले असार 16 गते राति 10:31 पेट्रोलियम पदार्थको मूल्य घटाएको सूचना सार्वजनिक गरेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको सचिवालयबाट यो सूचना राति 11:58 मिडियालाई फेरि शेयर गरिएको थियो। तर पेट्रोलियम पदार्थको मूल्य आफू खुसी घटाउन लागेको र त्यस सम्बन्धी सूचना चुहिएको आशंका प्रधानमन्त्रीलाई साँझ पख नै भइसकेको थियो। प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार मन्त्रीले यो निर्णय आफू खुसी गरेकी थिइन्। त्यसमाथि उनले केही व्यापारीसँग भेटघाट गरेको सूचना पनि प्रधानमन्त्री कार्यालयमा पुगेको थियो, जसले गर्दा उद्योग मन्त्री यादवसँग प्रधानमन्त्री शाह आक्रोशित थिए। असार 16 गते दिउँसो मन्त्री यादवले ग्यास उद्योग संघका पदाधिकारीसँग मन्त्रालयमा भेटवार्ता गरेकी थिइन्। आधा सिलिन्डर ग्यास बेच्दा उद्योगी व्यवसायीदेखि उपभोक्तासम्मलाई अतिरिक्त भार परेको भन्दै व्यवसायीले भरी सिलिन्डर अर्थात् 14.2 किलोको बेच्ने निर्णय गर्न मन्त्री यादवलाई आग्रह गरेका थिए। इरान, अमेरिका र इजरायल युद्ध चर्किँदै जाँदा विश्वभर पेट्रोलियम पदार्थको सङ्कट उत्पन्न भएपछि सरकारले गत फागुन 29 गते आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो। असार 16 गते मन्त्री यादवले ग्यास उद्योग संघका पदाधिकारीसँग मन्त्रालयमा भेटवार्ता गरेको थाहा पाएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले भरी सिलिन्डर बेच्ने निर्णय तत्काल नगर्न मन्त्री यादवका सल्लाहकार अंकित कुमार यादव मार्फत निर्देशन पठाएको थियो। प्रधानमन्त्रीको सचिवालयको निर्देशनपछि मन्त्री यादवले यसबारे निर्णय लिन सकेनन्। पेट्रोलियम पदार्थको मूल्य घटाउनु अघि मन्त्री यादवले मन्त्रालयमा उद्योगीहरूसँग छलफल गर्दा सूचना लिक भएको प्रधानमन्त्री कार्यालयको बुझाइ छ। पेट्रोल र डिजेलको भाउ घटेपछि अधिकांश निजी पम्पले असार 17 कारोबार बन्द गरेका थिए। निगमले असार 16 गते रातिबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजेलमा 30 रुपियाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर 100 रुपियाँ मूल्य घटाएको थियो। मूल्य घटाउँदा उद्योग मन्त्रालय र आयल निगमको मिलेमतो देखिएको भन्दै प्रधानमन्त्री शाह आक्रोशित भएको उनको सचिवालयका एक सदस्यले बताएका छन्।